जारी आइसिसी विश्वकप लिग 2 को एक दिवसीय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गर्न सकेको छैन। यस लिग 2 मा नेपालले 17वटा म्याच खेलिसकेको छ भने जसमा नेपाली टिमले 10वटामा हार, 5वटामा जित र 2वटामा अङ्क बाँडेको छ। नेपाल अहिले लिग 2 को तालिकाको 7औं स्थानमा रहेको छ। गत संस्करणको लिग 2 मा टप 3 मा परेर ओडिआई वर्ल्ड कपको क्वालिफायर म्याच खेलेको नेपाल यसपालि त्यो उपाधि रक्षा गर्न मुस्किल परेको छ। तर पनि अब आउने खेललाई ध्यानमा राखी नेपाल शीर्ष 4 मा आउने दौडमा छ। यसैसँगै नेपालले 18औं म्याचको रूपमा युएईसँग भिड्दैछ, जहाँ नेपाल उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ। जित हात पार्न नसकेको नेपाली टोली आफ्नो लय फर्काउन चाहन्छ। पहिलो खेलमा युएईसँगको 106 रनको हारले नेपाली क्रिकेट समर्थकलाई समेत स्तब्ध पारेको थियो। तर उक्त म्याचमा भएका कमी कमजोरीलाई सुधारी नेपाली टोली राम्रो प्रदर्शन गर्न चाहन्छ। नेपाली टिममा ओपनर कुशल भुर्तेल र आसिफ सेफले राम्रो लय समाउन पाएका छैनन् भने मिडल अर्डर सम्पूर्ण रूपमा ध्वस्त भइसकेको देखिन्छ। नेपाली टोलीले फेरि नयाँ रणनीतिका साथ मैदानमा उत्रनुपर्छ। नेपाल र युएईको म्याचमा प्लेइङ 11 कस्तो होला, कुनै परिवर्तन आउला या नआउला, कमेन्ट लेख्न नभुल्नुहोला। यस्तै नेपाली खेल जगतसँगका भिडियो र अपडेटका लागि हाम्रो युट्युब च्यानल नेपालको खेललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई थिच्न पनि नभुल्नुहोला। भिडियोलाई लाइक गर्नुहोला र एउटा मिठो कमेन्ट लेख्न पनि नभुल्नुहोला है त।